गायिका ज्योति मगर प्रायजसो सामाजिक सञ्जालमा चर्चामा आइरहने गायिका मध्ये एक हुन् भन्दा फरक नपर्ला। गायिका मगर कहिले गायिका समीक्षा अधिकारीलाई लक्षित गरेर स्ट्याटस लेखेका कारण विवादमा तानेकी हुन्छन् त कहिले गायक तथा मोडल दुर्गेश थापालाई व्यङ्ग्य हानेकै कारण झगडाको जड बनेकी हुन्छन्। जे होस्, सामाजिक सञ्जालमा कन्ट्रोभर्सीमा परिरहने गायिका मध्ये एक हुन् गायिका ज्योति मगर। तर उनले जोसुकैलाई लक्षित गरेर स्ट्याटस लेखे तापनि मगरका शुभचिन्तकलाई भने उनको फ्याट्ट बोली हान्ने शैली नै मन पर्छ। बिना हिचकिचाहट आफ्नै क्षेत्रका साथीभाइको विषयमा पनि बोल्न नडराउने गायिका मगरले शुक्रबार भने निकै मार्मिक स्ट्याटस लेखेकी छन्। उनले तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका बारेमा नितान्त व्यक्तिगत धारणा पोखेकी छन्। उनले स्ट्याटसमा लेखेको कुरा जस्ताको त्यस्तै, व्यवस्था परिवर्तनका नाममा गरिएका अपराधिक र अराजक गतिविधिको जिम्मेवारी कसले लिने? हिजो जनयुद्धको लागि, आज राजाको लागि जनताले ज्यानको आहुति कहिलेसम्म दिने? तपाई हामी जस्तो नागरिक यस्ता अराजक र अमानवहरूको इशारामा नाच्नाले देश कहिले हाँस्दैन। कठै मेरो देश, मानवता हराएको देश, आज फेरि सामान्य जनता मारिए लुटिए। हार्दिक संवेदना भन्नु बाहेक र ठूलो ठूलो हिंसा हेर्नु बाहेक अरू केही गर्नु सक्ने अवस्था छैन। सरकारले नागरिकको धनजनको सुरक्षाका लागि थप सतर्कता साथै रणनीतिक योजना बनाउन जरुरी छ, छिटो भन्दा छिटो। साथै अन्त्यमा उनले लेखेकी छन्, मेरो देश डुब्न लाग्यो होइन, डुबिसक्यो। आउनुहोस् एक आपसमा लडौं मरौं, अझै देश डुबाऊ। गायिका मगरको यो भावुक स्ट्याटसले शुक्रबार राजावादीहरूले प्रदर्शनको नाममा गरेको अराजक व्यवहार प्रति शब्दको प्रहार गरेको छ। उनको स्ट्याटसबाट प्रष्ट हुन्छ कि मगरलाई गणतन्त्र राजतन्त्र होइन, देश र आम जनताको माया छ। तपाईलाई गायिका मगरको स्ट्याटस कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला।